सो गाइस हामी चाहिँ चितलाङ पुरै घुम्दैछौँ है हामीतिर पुरै सुक्खा खाएर फ्रेस भइदिने हो अरा भयो त रहनु भाइ मर्न थाल्यो चाख्दा गिलो भयो होला समझ रहे हो ना पिज्जा खानु रोक्नु भनेर सोचिरहेको यहाँ आइसक्यो टक्कै मुलकोट जाने गेटमै हो यहाँ त उडेको नि त खाल्डोबाट तपाईँ त खाल्डो पर्नु भएन मेरो पालामा उतै हेर हलिरहेको रहेछ क्या सानो रहेछ 20 केजी होला सानो पो रहेछ सानो कुले खानेको माछा है ओहो टाउकोभित्र के छ जेरो निकाला ल्याउ त आफ्नो आफ्नो सही हो सही ल कराप्पै पारौँ न तातो छ क्या हो यति बस्दा लिनु माछा लिनु ल कराप्पै पारौँ त माछा पानी हो कि खोइ हजुर टक्क जस्तो सरसर चोप्ने गाई जो होइन टक्क रेडी भइसक्यो जिन्दगी खाल्ला त मन पोक्दिन कि बिच्दै कराप्पै पारौँ त कति साह्रो कोटोकेको चुप बिल्कुल चुप हिम्मत कैसे हो तेरी चितलाङको यात्रा होइन ल कुलेखानीको माछा खाइयो
चितलाङको चितलाङको माछा खानु त बाँकी छ अब भात खाने भात चितलाङ भातै खाने हो ए ल ल के भएर मलाई लाउँ ल ल चितलाङको यात्रा गएछ सर जाने अब चितलाङमा लेट्स गो के यस्तो कोटे कुरा चाली त्यहाँ पाल्ने कि मार्ने पाल्ने हो कोठारमै पाल्नु मिल्छ त्यहाँ भित्र घेरेर जस्तै चाहिँ बाटो बन्दैछ चितलाङ जाने बाटो तल छ तलपट्टि बाटो मरम्मत हुँदैछ यस्तो छ बाटो मरम्मत गाडो ल क्रसरै रहेछ छोटा क्रस बोटिङको फिल अहिले दिनु भइहाल्नु म अन्त अहिले के जानु र हो केही पनि हुँदैन क्या अलिकति घुमाइदिन्छ सक्यो क्या के अरे बोटिङ पनि आज नगइयो मस्केन अब खासै मजा नरहेछ बोटिङमा पनि बोटिङ पनि जान्नु गएको थिएँ उहाँ यो उसको बोटिङ खेलेको त्यो दलको बोटिङ त खेलेँ मैले माथि यहाँ स्कुल र पहिला त यता माथि नै लानु मिल्थ्यो यार भाइ पहिला त माथि नै लानु मिल्थ्यो भेडा फार्मतिर आइयो भने त अब भेडा फार्मको भ्यू छ हेरौँ लेट्स गो दुम्सीतिर टर्नै पाउँछ क्या दुम्सी खनेमा छ त भेडा कस्तो रहेछ Wow, what a nice. What a nice, have a safe journey. खत्तम भयो भेडागन छैन होला भेडा हो कि बाख्रा हो भेडै हो तर कलर गोरु हो भेडा चाहिँ कालो हुन्छ र हुँदैन बाख्रा चाहिँ त्यो त बाख्रा हो पहिला त यहीँबाट थियो बाख्रा पनि छ बोका पनि छ पाठी पनि छ भतुवा 6 बजेसम्म ओछ्यानमा सुतुवा ए भाते भतुवा 6 बजेसम्म ओछ्यानमा सुतुवा सबै छ Let's go guys ल अब यो भेडा पनि हेरियो भेडा पनि हेरियो अब लाग्यो बिहेरलाई 1 वर्षपछि ल हामी चारजना चाहिँ हिँडेको छौँ है यो चाहिँ पुरै तालमै
के हुकाको ल्याएको छ क्या भाँडाकुँडाहरू ऱ्यान्डम हो जहाँ बस्ने दिइदिने यो चाहिँ कहाँसम्म हेरेको छ यो चाहिँ पुरै गोलै छ कि हराउने थिएन क्या यो वालै थिएन भिडियोहरूमा आउने भिडियो यही हो भेडामा हो म्युजिक भिडियो 30 फुट हुन्छ तलबाट तलबाट जानु लगाए जस्तो चाहिँ भेडा फार्म त्यहाँ चाहिँ भेडा फार्म त आयो तर भेडा भेडा एउटै देखिन कालो बडी कुकुर भेडा फार्म हेरेर फर्किँदै अवस्था पर्दै कस्तो बोका भन्नु कि मान्छेको नाम कि हो मान्छेको नाम कि यहाँको कमाइ त्यस्तो हो कमाइलाई पनि त्यो ठस्स भन्नु बोकेको त्यसो है गाई जस्तै चिलाङको दृश्य नानीहरू छन् कति राम्रो नानीहरू हुन् कहाँका नानीहरू हुन् देखा होला
ठाउँले नि त्यो ठाउँ घर नि यस्तो भएको थियो लाग्यो यस्तो त देखिँदैन दृश्य देखिँदैन नि त ए घन्टी घन्टी पुरा घन्टी गइगयो एयरसेट एयरसेट खतरा छ मैले भनेको थियो यही हो मैले यही भने यहीँ बस्ने बस्नु त कति होला फेरि सस्तो पनि होला नि रुम महँगो मात्र नहोला नि त जाउँ न त बुझौँ गएर 500 खोजौँ न कतै यहाँ 10,000 छ कि 10,000 तिर्दिने नि यो एउटै पैसाको 10,000 छ ए त छ कुन गयो डलर हो कोरियन पुगिहाल्छ नि पुग्छ नि होइन गरेर मात्रै हिँड्नु पर्छ। ल पुग्छ नि त भइहाल्यो नि हामी यहाँ मात्रै घट्टा पानी घट्टा 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 केही किन्नु सुन्नु भन्दै गएछ सुरु भएको नि आलु अझै घुमाएर फुल्नु त बाँकी छ चाहिँ खुलेकै छैन ठन्डी बेला हो खाना निकाल्छु नि गयो नि हेरिहालौँ मन दामी रहेन त पहाडको नास्ता जिल्लाको पनि आयो भन्दा भन्दै यस्तो छ दृश्य आइजो पारिपट्टि रिसोर्ट हेरौँ कहाँको कुन रिसोर्ट भन्ने ट्यागको रिसोर्ट त एकदम छानी छानी छ है चितलाङ गेस्ट हाउसमा आइसकेको छौँ है गाइज यस्तो र दृश्य हेर्नु होला रोमाञ्चक छ र एकजना हामी ग्याङहरू छौँ टक्क लगाएर यो दृश्य यस्तो छ हाम्रो पुरै चिल टाइपको छ होइन यहाँ बजार आउँदै हुनुहुन्छ जस्तो लगाएर के हुँदै हजुर कहाँ हो के गुड हो वाह व्हाट नाइस ल गुड त सँगसँगै छ गुड त लार्का जस्तो चाहिँ गुड पुरै रोमाञ्चक चलेन नि यस्तो गर यस्तो चाहिँ हेर्नु होला गुडतिर स्विमिङ बन्दै रहेछ यो चाहिँ हाम्रो घरै आजको आज एक दिनको लागि यो चाहिँ हाम्रो घर अनि घर किनियो हो चितलाङ पनि एउटा घर किनियो यार झ्याप्पा लाएर होइन भाइ होइन चितलाङ पनि एउटा रुम किनियो यार घर किनियो मा एक दिनलाई माखेरि के छ र अरे होइन त ए सिङ्गे घर किन्यो नि त चितलाङ नि घर किन्यो के गर्यो
काठमाडौँ बस्ने मान्छेहरू चित्त के गर्दा पुरा उता घर पनि किन्छ नि फेरि त्यो पनि किन्ने बिचरा अलिकति त्यहाँ चाहिँ ल अब यस्तो छ हाम्रो चाहिँ यहाँ आजको घरको बसी बसाइ रुममा ल्याएको छ त भाइले सुक्खा खाएर फ्रेस भइदियो नि हो ल जाँदैछ भाइ हो के आलो आलो गर्नु जाने कि साथी गर्नु अहिले छिटो आएछ आलो सालो गोड्दिन केटाले एक फुल दिन्छु ल यति गरिदिन्थ्यो ल केटा किन अनि एक किलो खानु पनि पर्छ ल तर आज मेरो गाउँ गाड्नुपर्ने छ तेरो मामाको एक किलो खाएर खानुपर्छ मजा आउँछ भन्छ काटेपछि बसेको खुट्टा काटेर सो गाइस हामी चाहिँ चिप्लाङ पुरै घुम्दैछौँ है यहाँ बिदातिर पुरै भुसी गर्दै घुमघाम गर्दै चट्ट लगाएर कसै चिप्लाङको दृश्य हेरौँ यस्तै छ चिसो ठाउँ छ एकदम मौसम राम्रो छ चिल छ चिल टाइपको छ चिल टाइपको दामी लाग्यो होइन ठिक छ पुरै यहाँको चालु खनाइरहेको छ कोहीले के रोप्दै रहेछन् टापट खेती चलिरहेको छ टेङ 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 ल ल ल ल ल चढाउनु चढाउनु एकछिन ल म चढिहाल्छु नि यार बिच्दा यार यस्तो ल ल ल ल यसको आमा आमा ल ल दियो ल कुकुर पछि पछि हिँडेछ फेरि के हो साथी साथी हो क्या हो नासपाती बगानमा जाँदैछौँ हामी बगान उकालै छु चाइनिजहरूले खेल्ने गेम जस्तै मुखमा लुगा लाउने नि हान्ने क्या दुख्यो चितलाङको भ्यू है यहाँ हेरौँ ल हामी चाहिँ पोराको त्यो रिसोर्ट ठुलो रिसोर्टमा बसेकै अब पुरै यस्तो छ सही देखाएको छ हाम्रो भ्यू चाहिँ ल गाइज हामी चाहिँ पुरै यहाँ उता हजुर अगाडि छ चाहिँ पछाडि छु यहाँ पुरै यसो घुमघाम दृश्य यसो भ्यू हेर्दै टाइम झर्दैछु म है ओ यताको भ्यू हेर्ने अब उकाएर ल रिसोर्टतिर जाइयो गाइज के भयो ए बन्दै रह त ल यस्तो चाहिँ गाइज रिसोर्ट हेर्न आउनु होला एकदम मनोरञ्जन गर्नु होला दामी छ यही त पालाको पैँचो उता गएको थियो हामी त आइ फेरि
हो ल ल चेन्ज गरौँ न त लोकेसन नेक्स्ट इयर ओके यस्तो चाहिँ गाइज जिल्लाको रिसोर्टको भ्यू चाहिँ सो गाइज यस्तो छ हाम्रो नाइट भ्यू चाहिँ यस्तो देखेर चाहिँ ट्याक्क लगाएर अँधेर अँधेर चाहिँ के हेर्नु हेर्दैछ हाम्रो बोसहरू भिडियो मात्रै खिच्छ होइन क्यामेरा तपाईँ बस्नु न म खिचिदिइहाल्छु नि यार स्लिपर किलो बरु फेरि अब यो विजय नेपाल भ्लग म सबले सब्स्क्राइब गर्नु होला Thanks. Love you. Forever. ठोक्दै ठोकेको हो घन्टी रे घन्टी भगल हालेको चाहिँ ढाँड्दै बेला जानु जाउँ ती जाउँ अभी मजा आएगा ना सक्छ त सक्छ अब कसैले सक्छ मिठो बोली मायाको थप थप पाइ पाइ स्वर्गकी मरी धरतीमा झरी लुटपुट गर्दै यो मन चोरी करके नजरले लट्ठे बनाउँछ मिठो बोलीले मक्कै गराउँछ लै लै मरी लै गर्दै नहेर गुड 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 गइरहेछ राम्रो गइरहेछ फोन बजाएर कैसा लगा मेरा मजाक कौन है ये लोग कहां से आते हैं जूलियट की छतरी पे आया बच के आना मेरी जान बताता थे यारे नीचे बाहर की दुकान पर जूली का मकान बच के आना मेरी जान बताता थे यार नीचे बाहर की दुकान पर जूली का मकान बच के आना मेरी जान बताता थे यार नीचे बाहर की दुकान पर जूली का मकान बच के आना मेरी
हाम्रो यहाँ पुरै नाचगान सकाएर अब यसो विश्रामतिर लाग्दिने अवस्था है गाइज टक्क लाएर होइन विश्रामको अवस्था अब यहाँ सुतिँदैन होइन झक्क लाएर हो आनन्द गरेर उफ्रियो नाच्यो रमाइलो भयो अब सुत्न हाम्रो हेलो गाइज गुड मर्निङ सो गाइज हामी पनि फेरि अब यहाँ जानेको तर्खाउँदैछौँ अनि दादा हजुरहरू उता हुनुहुन्छ पुरै चिलमा हुनुहुन्छ होइन चक्क लाएर चाहिँ म पनि यता फ्रेस फ्रेस भएर निस्के भएर टक्क लाएर यसो अब हल्का ब्रेकफास्ट लिएर चाहिँ हामी टक्क जानेछौँ आफ्नो गन्तव्यमा हाम्रो चाहिँ आजको घर आफ्नो चिटिक्क घर चाहिँ यस्तो छ है बिहानको पुरै यो चाहिँ माल आइसकेको छ है माल ब्रेकफास्ट ब्रेकफास्ट आइसकेको छ है काकाले हल्ला भिडियो थियो नि त्यसलाई चाहिँ पकाउँदै गिरफ्तार गरिहाल्नु नि त भन्दाखेरि भाइ कता राजा कता भयो ल खाने ल अब 2टा अन्डा पो रहेछ माखरी सेता चेतेर पनि भइहाल्यो नि भट्टाभट दिएको छन् है किनभने सासै नहेरिएर कहिले खानु दिएर त बिचरा सोन भाइले पनि गफै नगरी दमादम दिएको छ है यहाँ गरे बिचरा उहाँलाई भ्याइने भ्याइ छ भन्नु नि के ल ल खाउँ ल ल ल ऊ अर्कोले फेरि तोडेछन् कप कि पारा छन् है आधी घन्टा एक्सर्साइज गरिदिएँ म अनि हो म थाहा छैन नि त कति तलमाथि कति राउन्ड सबै परेछ हान्थेँ मैले हामीसँग लाग्दै अलिक अवस्था है पानी पऱ्यो यार भन्न पानी पऱ्यो हौ हामी जाने नजा भने यहीँ बस्नु है क्या ल ल पानी पऱ्यो ल सक्छ त अनि अब एकछिन रोक एकछिन रोक यस्तो छ गाइज हो पुरै यहाँ जानेको तर्खर गरेको पानी झर्न थालिदियो भट्टाभट हेलो गाइज सो बाई बाई गाइज अब चाहिँ हामी चाहिँ फर्किँदैछौँ है आजको चितलाङको बसाइ राम्रै भयो हमेसाले गयो राम्रै भयो रमाइलो भयो हामी चाहिँ बाई बाई सबैलाई सब्सक्राइब फलो गर्नु होला सबैले माया गर्नु होला गाइज अब जस्तो चाहिँ यो चाहिँ एकचोटि चरक्क पारेर देखाइदियो होइन सरक्क पारेर दामी रहेछ होइन ठाउँ पनि तपाईँ आउनु होला रमाइलो गर्नु होला सो गाइज जस्तो चाहिँ अब